अहिले चाहिँ हामी यहाँ 3 जना डाक्टर साहबहरू छौँ हैन। अनि अहिले चाहिँ जस्तै सर्पदंशको पहिलाको केसहरू आउँदाखेरि अब सधैँ सर्पले नै टोकेको भन्ने हुँदैन। कहिलेकाहीँ सामान्य माउरीले टोक्या हुन्छ, कहिलेकाहीँ खजुरले टोक्या हुन्छ, तर मनमा आशंका भइराख्छ, कहिलेकाहीँ सिङ्कोले पनि घोच्या हुन्छ। तर हामीलाई चाहिँ लागिरहेको हुन्छ कि कतै त्यो सर्पको दशाई हो कि होइन भनेर। हिजोसम्मको अवस्थामा चाहिँ के थियो भने अब उसलाई हामीले 24 घण्टा अब्जर्भेसन राख्नुपर्ने हुन्थ्यो। तर अब 24 घण्टा अब्जर्भेसन राखेर बिरामीमा सर्पले टोकेको लक्षण देखियो भने हामीले त पक्कै पनि उहाँलाई पठाउनै पर्ने हुन्थ्यो, किनभने हामीसँग सर्पको विषलाई काट्ने औषधि जसलाई हामी एन्टी स्नेक भेनम भन्छौँ त्यो थिएन। तर हामीले अहिले यो एन्टी स्नेक भेनम हाम्रो नगरपालिकाको मद्दतले यो हाम्रो नगर अस्पतालमा हामीले ल्याइसकेका छौँ। र सँगसँगै त्यति मात्रै होइन कि अब एन्टी स्नेक भेनम हामीले चलाउँछौँ। कहिलेकाहीँ कुनै सर्पहरूले चाहिँ विष नफालिकन अरू खालको जटिल समस्याहरू जस्तै सास प्रश्वासमा समस्याहरू ल्याउन सक्छ हो, त्यसको लागि पनि काट्ने हामीले औषधिहरू इमर्जेन्सी औषधिहरू पनि राखेका छौँ। कहिलेकाहीँ हामीले उपचार गर्दा गर्दै कुनै बिरामीहरू चाहिँ धेरै नै सिरियस भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्था हुन्छ। त्यस्तो केसहरूलाई पनि हामीले इन्टुबेसन भनिन्छ। इन्टुबेसन भनेको मुखबाट पाइप हालेर फोक्सोसम्म हावा छिराउने, जसलाई चाहिँ हामीले एम्बुलेन्समा त्यो एउटा ब्याग हुन्छ एम्बु ब्याग भन्ने, त्यसलाई पम्प गर्दै 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 हामीले कम्तीमा आइसियुसम्म चाहिँ सहज होस्, आइसियुसम्म पुगाउनलाई चाहिँ बिरामीलाई सहज होस् भनेर हामीले त्यो वातावरणसम्म पुगाउने खालको चाहिँ म्यानेजमेन्ट यहाँ हामीले गरेको छौँ। अब हामीले एकजनालाई ट्रेनिङमा पनि अहिले पठाएको छौँ सर्पदंशको उपचारको लागि। त्यस्तै अब हामी 3 जना डाक्टर छौँ। हामी चाहिँ 24 घण्टा यहाँ एभाइलेबल हुनेछौँ र 24 घण्टा एभाइलेबल हुँदाखेरि बिरामीलाई सकभर हामीले कुनै पनि किसिमको जटिलता नहोस् भनेर हामीले स्वयंमै उपचार गर्नेछौँ। त्यो चाहिँ हामीले अहिलेसम्मको प्रतिबद्धता यहाँहरूलाई जनता समक्ष चाहिँ हामीले जनाउँदछौँ।